हेलो साथीहरू नमस्ते सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु र आज म फेरि पनि आइसकेको छु हजुर मार्फत र देख्न सक्नुहुनेछ आज फेरि म अब लगभग तपाईँलाई थाहा छ यतिखेरको समयमा चाहिँ ग्यासको धेरै अभाव थियो र अहिले अभावबाट पनि हामी अलिकन दोहोरिँदै गइसकेका छौँ किन भन्दा अब चाहिँ हामी ग्यासबाट पनि खाना बनाउन सुरु गरिसकेका छौँ। ल हेर्नु साथीहरू अब फेरि मटन रेसिपी ल्याइसकेको छु। यो रेसिपी चाहिँ ग्यासबाट है त साथीहरू जो हामीले तपाईँको इलेक्ट्रिक ओभनबाट बनाउने गरेका थियौँ भने त्यो चाहिँ अहिले स्टोक गरेर हामी चाहिँ फेरि ग्यासबाट चालु गरिसकेका छौँ है त। ल हेरौँ अब यो मटन रेसिपी कस्तो होला। जाँदैछौँ मटन रेसिपी हेर्नको लागि। यो भिडियो तपाईँहरू लास्टसम्म बनिराख्नुहोला। कस्तो छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथीहरू। ल अब चाहिँ जाँदैछु म तपाईँहरूलाई मटन रेसिपीतिर है त साथीहरू। हेलो साथीहरू नमस्ते हजुर मार्फत म फेरि पनि आइसकेको छु एउटा मटनको रेसिपी लिएर। यहाँ चाहिँ आज अर्को सेफ आइसक्नु भएको छ। उहाँले चाहिँ आज मटन बनाउँदै हुनुहुन्छ। पहिला चाहिँ उहाँले आँखा मसाला पुरा फ्राई गरिसक्नु भएको छ। अब एड गर्न जाँदै हुनुहुन्छ अनियन, ओके, जो कटिङ गरेर राखिसकेका थियौँ देख्न सक्नुहुन्छ। र साथमा मैले यतापट्टि अलरेडी मैले टमाटर र धनियाँ काटिसकेको छु। तपाईँहरूलाई थाहा छ कतिपय म भिडियोमा भनिराख्ने गर्छु यो चिज हो नि यो चिज धेरै एड गर्ने गर्छु। ल हेर्नुहोस् है साथीहरू अब तेल चाहिँ गरम भइसक्यो। अब गर्दै हुनुहुन्छ एड ओनियन। अब चाहिँ हाल्नुहोस् आज चाहिँ कुकरमा मटन ग्रेभी बन्दैछ है त साथीहरू। यो वीडियो में अंत्य तक बनते रहिएगा आप लोग, तो देखते रहने का कैसा बनेगा ये मटन, हमारा मटन ग्रेवी हो कि ल है। फाइनली मेरो प्याज चाहिँ अलरेडी पाकिसक्यो र हाम्रो सरले एड गर्दै हुनुहुन्छ टमाटर। अब टमाटर एड हुँदैछ हेर्नुहोस्। अब टमाटर फेरि मजासँग उहाँले मिसाउनु हुन्छ। आवाज त आइरहेको होला देख्न सक्नुहुनेछ यस्तो किसिमले। अनि साथमा तपाईहरुलाई देखाउन जाँदैछु म चाय पिउन गइरहेको छु। चाय पनि साथमा पिउँदैछु हेर्नुहोस्। अलि धेरै ल्याइएछ त्यसका बाजेको चाय पनि है। हाम्रो सरले पनि चाय पिउँदिनुहुन्छ उतापट्टि र यतापट्टि उहाँले यो मसला अलि छिटो पाकोस् भनेर चाहिँ हल्का नमक एड गर्नुभएको छ र साथमा हल्दी पनि एड गर्दै हुनुहुन्छ। अब त्यसपछि फेरि उहाँले चाहिँ हिलाउँदै हुनुहुन्छ मजासँग हो। क्यामेरा फेरि मेरो यस्तो छ कि तपाईहरुसँग राम्रोसँग ल्याउन सक्दैन। हेर्दै गर्नु होला यो मटन कस्तो बन्छ है त। हेर्नुहोस् साथीहरू हामी चाहिँ बिल्कुल ओनियन भने जस्तै बिल्कुल कम नै युज गर्छौँ किन भन्दा आजको मटन हल्का मोटो पनि छ र त्यसले गर्दा त्यो माथि हामीले मटन मतलब ओइल चाहिँ बिल्कुल कम नै युज गर्छौँ है साथीहरू। हेर्न सक्नुहुन्छ हाम्रो मटन कस्तो बन्छ। लास्टसम्म बनते रहने का और देखते रहने का, फुल सपोर्ट करते रहने का, ठीक है। थैंक यू सो मच। और देखते रहिए लास्ट तक मैं सब कुछ दिखा दूंगा, ठीक है। ओके मसला अलरेडी रेडी भइसकेको छ। अब चिकन एड गर्न जाँदै हुनुहुन्छ। राख्नुहोस् चिकन हो ए मटन सरी मटन हो है त चिकन भन्दो रहेछु त्यसका बाजेको। ल मटन चाहिँ यसमा साथमा चर्बी पनि छ देख्न सक्नुहुन्छ। चर्बीहरू पनि धेरै चाहिँ खाँदैनौँ। यो चाहिँ नली पनि आएको छ 2 पिस जति। हेर्नुहोस् यसरी बनाउँदैछौँ हामीले। कस्तो बन्ला है त हाम्रो मटन ग्रेभी साथीहरू। स्टोरी बन्दैछ। यसमा मैले पेस्ट युज गर्दा चाहिँ मैले तपाईहरुलाई देखाउन सकिनँ। पेस्ट पनि युज गरेका छौँ। कतिपय म भिडियोमा चाहिँ अदुवा लसुन र खुर्सानीलाई मस्तसँग तपाईले चप गरेर एड गरिराख्थेँ भने अहिलेको बारीमा चाहिँ अदुवा र लसुन खुर्सानीको पेस्ट युज गरेका छौँ। र हेर्नुहोस् मटन यस्तो बन्दैछ है हेर्नुहोस् साथीहरू। र साथमा तपाईहरुलाई मैले के भन्न चाहन्छु भने हाम्रो यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सिदिनु होला। र भिडियोमा कुछ केही कमजोरी देख्नु भएको छ भने त्यो बारेमा पनि तपाईहरुले कमेन्टमा बताउनु पर्ने हुन्छ। त्यही किसिमले म फेरि अर्को भिडियो ल्याउँदाखेरि सुधार्ने कोसिस गर्दैछु। कतिपय मसलाहरू म एड गर्दाखेरि चाहिँ तपाईहरुलाई देखाउन सकिनँ है साथीहरू। र हाम्रो गेस्टहरूलाई चाहिँ यतापट्टि पनि बनेको छ। यो चाहिँ भयो हलुवा साथीहरू। अब देख्दै हुनुहुन्छ मैले यतापट्टि फेरि बनेको छ दम आलु, ओके, र यतापट्टि बैगन भर्ता। त्यसपछि यहाँनिर यता पनि दाल नै छ। यो भित्र चाहिँ पहेँलो दाल हो गेस्टको लागि स्पेसली। यतापट्टि छ राइस, ओके।
यसरी बनाउँदैछौँ मसलाहरू यतापट्टि पुरा रेडी छ। मटन मेरो यस्तो भइसकेको छ हेर्नुहोस् साथीहरू। अब यो लास्टसम्म हेर्दै जानु होला यो मेरो मटन कस्तो बन्ला है साथीहरू। यो भिडियो चाहिँ तपाईँहरूले स्किप नगरिकन हेर्नुपर्ने हुन्छ र यतिखेरको समयमा चाहिँ तपाईँहरूले स्किप त गर्नै हुँदैन, किन भन्दा हजुरको सपोर्ट नै मेरो सपोर्ट हो। सो हजुरले स्किप चाहिँ गर्न नबिर्सिदिनुलाई भन्न चाहन्छु। ओके, यो फाइनल लास्टसम्म हेर्दै जानु होला कस्तो बन्छ है त। फाइनली चाहिँ अहिले यो मेरो रेसिपीमा चाहिँ रोटीको पनि ल्याउँदैछु। रोटी बोल्दै हुनुहुन्छ हाम्रो अर्जुन सरले, देख्न सक्नुहुनेछ रोटी बन्दैछ हाम्रो चाहिँ यस्तो टाइपले बन्दैछ रोटी र यतापट्टि पनि मस्तसँग लगाएर राख्नु भएको छ। अनि यता हाम्रो रोटी बन्दैछ, हेर्नु होला यसरी बन्दैछ। अब रोटी सेकाइमा हुँदैछ यतापट्टि। रोटी चाहिँ यस्तो मजाले फुल्छ। तपाईँहरूले कसरी फुलाउने गर्नुहुन्छ रोटी सुक्खा रोटी हेर्नु त कति राम्रो छ। म तपाईँहरू मार्फत यतिखेरसम्म रोटी राम्रोसँग लिएको थिएन, मात्र अरूको रेसिपी लिइराखेको थिएँ भने अहिले चाहिँ रोटीको पनि लिएको छु। यो भिडियो हेर्नु होला कस्तो लाग्छ है साथीहरू। रोटीको ढेर छ, पुरा मस्तसँग बन्दैछ रोटी यस्तो छ रोटी हेर्नुहोस् त यस्तो हुन्छ। यो चाहिँ फुल्दा यस्तो बिचमा त्यो कट भयो, त्यो भएर है तपाईँहरूले पनि यसमा चाहिँ यो फुलेन भनेर नबनिदिनु होला। यसमा चाहिँ यो कतिखेर यस्तो हुन्छ कि ग्यासको त्यो चुच्चोले जुलो पारिदिन्छ नि त, त्यो भएर चाहिँ अलि साह्रो परेको हुन्छ। हेर्नुहोस् हाम्रो अर्जुन सरले रोटी बोल्न चाहिँ छोड्नु भएको छ। नची एउटा रोटी बोलेको तपाईँलाई देखाउँदैछु मैले कस्तो बन्दैछ रोटी। हेर्नुहोस् ल, हेर्नुहोस् कसरी बनाउनुहुन्छ हजुरले। हाम्रो रोटी बनाउने तरिका यस्तो टाइपको छ मस्तसँग। अनि तपाईँको हेर्नुहोस् सर्ट भइहाल्यो रोटी। हेर्नुहोस् त कति राम्रो भयो ल। यस रोटी यतिको गोलो बनाउन सक्नुहुन्छ, कसैले सक्नुहुन्न भने आउनुहोस् ट्रेनिङ लिनको लागि हामी मार्फत। हामीले मजाले ट्रेनिङ गरिदिनेछौँ ल। हेर्नुहोस् रोटी अब हेर्नु कस्तो भएको छ, यसरी फुलिन्छ रोटी। देख्नुभयो नि, अघिको रोटी फुलेन भन्नुभयो होला, तर त्यसमा हल्का चाहिँ त्यसमा के नुक्स आयो भन्दाखेरि त्यो डुलो छ नि, यो चुच्चोले चाहिँ घोचेछ त्यसका बाजेको, त्यो भएर चाहिँ रोटी फुल्न सकेन। ल हेर्नुहोस् साथीहरू, देख्न सक्नुहुन्छ मेरो मटन ग्रेभी यस्तो बनिसक्यो। देख्नुहोस् त बुलबुल मजाले उम्लेको छ। यसमा चाहिँ धनिया एड गर्ने बाँकी छ, पछि फेरि तपाईँलाई धनिया एड गरेको पनि देखाउने छु। यसको बारेमा चाहिँ टेन्सन नगर्नुहोस्, म मजाले देखाउने छु। यस्तो टाइपको बनेको छ। मात्र 1 किलो मटन हो। यसमा हेर्नुहोस् ओइल भनेको बिल्कुल छैन। तपाईँले ओइल देख्नुभयो होला, तर त्यो ओइल होइन है, त्यो चाहिँ मसाला ग्रेभी। हेर्नुहोस् कति राम्रो छ हेर्नु त, च्याप्प परेको पिसहरू कति मजाको छ। मात्र 2 सिटी लगाएको साथीहरू। कस्तो हुन्छ हेर्दै जाउँ, खाँदै गर्नुपर्ने हुन्छ। यस्ता रेसिपीहरू लिन आउने गर्नु होला। हाम्रो नयाँ सेफ चाहिँ यो उहाँ हुनुहुन्छ है। ल हेर्नुहोस्, हेलो गरिदिनुहोस्। ओके ल हेर्नुहोस् है साथीहरू, यसमा मैले अब धनिया एड गर्नुपर्ने हुन्छ है। ल हेर्नुहोस् साथीहरू, मैले हजुरलाई देखाउँदै थिएँ धनिया एड गर्न बाँकी नै थियो। ल धनिया चाहिँ हामीले एड गर्दैछौँ यस्तो किसिमले, देख्न सक्नुहुन्छ मजासँग धनिया एड हुँदैछ। कति राम्रो हरियो मटनको साथमा यति मजा आउँछ। यो रोटीसँग खान सक्नुहुन्छ र राइससँग पनि है त साथीहरू। बुलबुल गरेको भएर राम्रोसँग देखिएको छैन, यस्तो राम्रो बनेको छ। मात्रै अहिले ग्यास चाहिँ पुरै अन्तिम भयो, बन्द गरियो है साथीहरू। ल हेर्नुहोस् रेडी छ खानालाई। ल हेर्नु साथीहरू, हामीले चाहिँ ल्याइसक्यौँ। अब यो चाहिँ सबै सामान प्लेट राखिसकेका छौँ। एउटा प्लेटमा सलाद र जुस मटन ग्रेभी बनाएका थियौँ एउटा बाउलमा, र एउटा बाउलमा चाहिँ दाल, आलु दम आलु थियो, भर्ता थियो, 3 पिस रोटी थियो, प्लस राइस पनि लिएको थिएँ। र यतापट्टि हाम्रो साथीले पनि ल्याइसक्नु भएको छ, हेर्नु होला। हाम्रो साथीको चाहिँ अलि कम छ है, मैले चाहिँ पेलेर खाने गरेको छु नि त। सो अनि हेर्नुहोस् मेरो साथीको खाना चाहिँ यहाँ छ। मेरो खाना चाहिँ तपाईँले देखिसक्नु भएको छ। मेरो चाहिँ साथीको भन्दा त डबलै छ है साथीहरू। ल हेर्नुहोस् साथीहरू, यो मेरो मटन रेसिपी कस्तो लाग्यो र हामीले यो मटन ग्रेभी बनाएर खाइ पनि सक्यौँ र हामीले खाना चाहिँ धेरै भन्दा नि धेरै टेस्टी पनि थियो। र कति मैले मात्रै बनाएर खानु भनेर चाहिँ मैले अर्को सेफलाई बनाउन भने, अनि आज चाहिँ म भिडियो क्यामेराम्यान बने है त साथीहरू। कति मैले आफै बनाउने, आफै क्यामेराम्यान गर्दै आफै कस्तो झ्याउ जस्तो लाग्यो। अनि आज चाहिँ मैले एकजना सेफ आउनुभयो, उहाँलाई चाहिँ मैले ल हजुरले बनाउनुहोस्, आज चाहिँ हजुरको रेसिपी मैले भिडियो बनाउँछु र मैले पब्लिकलाई देखाउन चाहन्छु भनेर चाहिँ मैले एउटा
उहाँको हातको पनि रेसिपी ल्याइसकेको छु। ल हेर्नु साथीहरू कति मिठो भएको थियो। अनि हजुरले कतै यो भिडियो हेर्दाखेरि थुक त निल्नु भएन होला नि। ल यदि तपाईँहरूलाई यदि यस्ता यस्ता चिजहरू खानु मन लाग्छ भने मेरो यस्ता यस्ता भिडियोहरूसँग जोडिँदै राख्नुहोला र तपाईँहरूलाई कुनै चिजहरूको रेसिपी चाहिए मार्फत सोध्दै गर्नुहोला, म बताउँदै गर्नेछु। हस् त धन्यवाद। अब अर्को भिडियोमा